सबैजनामा नमस्कार। आज तपाईहरुलाई म यहाँ देखाइरहेको छु सेतो फूल छ नि। यो सेतो फूल भएको जुन प्लान्ट छ यसलाई चाहिँ सितलु भन्छ है। यो सितलु प्लान्ट हो। किन सितलु भन्दाखेरि चाहिँ यो तपाईहरुलाई म यसको कारण सहित यसको यो सबै देखाउँछु ल। हेर्नुस् किन सितलु भन्छ भन्दाखेरि चाहिँ यसको चाहिँ बोट ठाउँ पनि यस्तो रहेछ कि यस्तो र यसको चाहिँ यो बोट छ कि यो सितलु भन्ने बोट यसको चाहिँ नि यहाँ रहेछ यस्तो छ कि यस्तो हो र यसको चाहिँ यो मुनि चाहिँ यस्तो हुन्छ यो जरा यस्तो हेर्नुस् है यसको जरा यस्तो हुन्छ जरा हो यो जरा हो यो र यो जरालाई चाहिँ नि हामीले धोएर सफा गरेर चाहिँ खानुपर्छ कि शीतल न शीतल हुन्छ यो देख्नु हुँदैछ नि। र अहिले म तपाईलाई यो घरमा पुगेर धोएर खाएको पनि देखाउँछु हेर्नुस् ल। यस्तो दामी शीतल हुन्छ कि यो। अब अहिले यहाँ त यस्तो मैला छ पानी पनि छैन यहाँ धुने र म पहिला अहिले घरमा गएर धोएर तपाईहरुलाई यो खाएर देखाउँछु। अब शीतल हुन्छ त्यसको टेस्ट त कसरी देखाउनु र है त्यो त सकिँदैन र तपाईहरुले पनि गर्नु ट्राई गर्न सक्नुहुन्छ। उहिले हामी केटाकेटी हुँदा गाई बस्तुहरु चलाउँदा जंगलतिर भेट्दा सारो खाइन्थ्यो। किन भन्दाखेरि चाहिँ अब हामी उहिले दुःखमा हुर्केको मान्छेहरु हो। 7 जनाको परिवार बाउआमासँग 9 जना 7 जना स्कुल पढ्ने बाउआमा 2 जना खेतीपाती गर्ने है। सोचिहाल्नुस् अब त्यहाँदेखि उता भनिबस्नु पर्दैन र त्यो कारणले गर्दाखेरि यस्तो जंगली चीजबिज त हामीले कति के खायो गिट्ठा भ्यागुर खायो यस्तो खायो हैन भकेम्लोहरु खायो के खायो र यो चाहिँ अहिले म तपाईहरुलाई घर पुगेपछि धोएर देखाउँछु हेर्नुस् ल। ल हेर्नुस् साथीहरु मैले घरमा आएर धोएर टुक्रा यस्तो बनाएको छु हैन। यसलाई चाहिँ नि खानुपर्छ यसरी यसो गर्दाखेरि मुख नै शीतल बनाउँछ। गुलियो टेस्ट हुन्छ हो गुलियो टेस्ट हुन्छ मुखै शीतल। यो अलिक छिप्पेको भएर टोक्नु साह्रो पर्यो कि यस्तो सानो यसो यसरी मुखमा शीतल हुने खालको टेस्ट आउँछ देख्नुमा। र यस्तो कुरो पनि गाउँ बस्तीमा खानुपर्छ दामी हुन्छ है। मान्छे त्यसै बाँच्न सक्दैन केही त केही खानु पर्यो र यसरी विभिन्न कुरो खाँदै बाँच्नुपर्छ साथीभाइ। देख्नुभयो यसलाई जुन शीतलु मैले देखाएँ त्यो चाहिँ यस्तो हुन्छ साथीभाइ।